आदरणीय दर्शकबिन नमस्ते। म तीर्थ सिग्देल यहाँहरू माझ देश बिगार्ने को हो श्रृङ्खला अन्तर्गत तेस्रो भाग लिएर यहाँ आज उपस्थित भएको छु। यहाँलाई सर्वप्रथम स्वागत गर्न चाहन्छु। देश बिगार्ने को हो भन्ने शीर्षक अन्तर्गत दुईटा भाग सञ्चालन गरिसके पछाडि केही प्रतिक्रियाहरू, केही छलफलहरू, केही बहसहरू आरम्भ भएका छन्। हाम्रो प्रयास अलिक फरक र भिन्न प्रयास छ भन्ने हामीलाई लाग्छ र यो श्रृङ्खला सुरु गरिसके पछाडि केही प्रतिक्रियाहरू, केही सुझावहरू, केही टिप्पणीहरू आएका छन्। त्यस अन्तर्गत केही आएका टिप्पणीहरूलाई म यहाँ हाम्रो माझ प्रस्तुत गर्न चाहन्छु। एकजना मित्रले केही दिन अगाडि दुईटा भाग हेरिसके पछाडि भेटमा भन्नुभएको छ, अब अलिकति ठोस गरेर केही विषयवस्तुहरू यहाँहरूमा राखिदिनुहोस्, केही प्रामाणिक तथ्यहरू राखिदिनुहोस् भन्ने कुरा गर्नुभएको छ। मैले उहाँलाई नि सोधेँ के विषय त्यस्तो हुनसक्छ जसले जुन त्यस्तो विषय होस् जसले जुन विषय उजागर गर्न जरुरी छ र देश बिगार्ने को भन्ने श्रृङ्खला अन्तर्गत त्यो पाठ, त्यो विषयवस्तुले चाहिँ कति देश बिगार्ने योगदान गर्यो, कति त देश बिगार्यो भन्ने सन्दर्भमा कुरा राख्दा उहाँले चाहिँ खास गरी यो सडक र पूर्वाधारसँग सम्बन्धित विषयहरूमाथि कुरा राखिदिनुहोस् भन्नुभएको छ। उहाँको भनाइअनुसार के छ भन्दाखेरि लक्षित योजनाहरू सम्पन्न हुन किन ढिलाइ हुन्छ। जस्तो हामी सानोतिनो योजनाको कुरा गर्छौँ, यी तल वार्डमा, नगरमा पनि कतिपय त्यस्ता योजनाहरू सम्पन्न गर्न ढिलाइ हुने गर्छ। अहिले जेठ चलिरहेको छ, जेठ लाग्न आँटिसक्यो, वैशाखको चाहिँ अन्तिमतिर छौँ। यति बेला पनि चाहिँ नगरतिर, वडातिर जानुहुन्छ तपाईँ सम्झौताहरू, कार्यक्रम सम्झौता गरिराखेको हामी पाउँछौँ। यति बेला कार्यक्रम सम्झौता गरेर कहिले सम्पन्न हुन्छ? 15 दिनमा के कार्यक्रम सम्पन्न हुन्छ? यस्ता सानातिना सुधारात्मक कामहरूको चाहिँ हामीले कहिले पनि त्यसरी सोचेनौँ र ठुल्ठुला पुल र बजेट, राष्ट्रिय पूर्वाधारका योजनाहरू, गौरवका आयोजनाहरूको कुरा पनि हामीले गऱ्यौँ। त्यस पछाडि मैले राष्ट्रिय गौरवका योजनाहरूको चाहिँ एउटा तथ्याङ्क सूची हेर्दाखेरि जति पनि नेपालको राष्ट्रिय गौरवका आयोजनाहरू छन् त्यो 90% सफल भएका योजनाहरू एउटा पनि छैन। के निश्चित केही 3-4वटा योजनाहरू त 93% सफल भएका छन् भने यस्ता महत्त्वपूर्ण चाहिँ गौरवका योजनाहरू चाहिँ कोही 7%, कोही 15%, कोही 28%मा गएर अड्केका छन्। त सिङ्गो देश राष्ट्रिय गौरवको योजनाहरू सम्पन्न गर्न पनि सफल भइरहेको छैन भने सानातिना टुक्रा योजनाहरू, खुद्रा योजनाहरू पनि सफल हुन्छ। 50,000, 1 लाख, 2 लाख, 3 लाखका कार्यक्रमहरू, कार्य योजनाहरू, भौतिक विकास, पूर्वाधार विकाससँग सम्बन्धित त्यस्ता विषयहरूबाट चाहिँ के भएर गएका छन् भन्दा सम्पन्न हुन नसकेर लथालिङ्ग अवस्थामा छन्। भनेपछि हामी समग्र रूपमा भौतिक पूर्वाधार विकासको सन्दर्भमा कहाँनिर छौँ भन्ने प्रश्न चाहिँ यहाँहरूमा प्रष्टै छ। त त्यो गर्न सक्ने नेतृत्व, त्यो गर्न सक्ने व्यक्ति, त्यो कुनै विदेशी नागरिकले चाहिँ यहाँ आएर त्यो नेतृत्व सम्हालेको छैन नि त। त्यो हामी जनता, एउटा चाहिँ सामान्य नागरिक भोलि चाहिँ जनप्रतिनिधि होला या चाहिँ ऊ चाहिँ भोलि सांसद होला, मन्त्री होला, प्रधानमन्त्री बन्ला, त देशकै नागरिकले चाहिँ त्यो भूमिका निर्वाह गर्नुपर्ने, देश बनाउन चाहिँ योगदान गर्नुपर्ने हो। यस्ता कुरामा हामी ख्याल गरिरहेका छौँ। समग्र विकासको कुरा गर्दाखेरि मान्छेको चेतना, भौतिक चेतना, मानसिक चेतना, शैक्षिक चेतना, आर्थिक चाहिँ जीवनस्तर विकास नैसँग सम्बन्धित विषयहरू चाहिँ महत्त्वपूर्ण हो। तर हामी ठुला योजना र चाहिँ कार्यक्रमसँग सम्बन्धित कुरा गर्छौँ, तर साना योजनाहरूमा चाहिँ हाम्रो उपस्थितिलाई, हाम्रो चाहिँ भूमिकालाई, हाम्रो जिम्मेवारीलाई चाहिँ त्यहाँ बाँडफाँड गरेर हेर्दैनौँ। हाम्रो कर्तव्य के हो? अधिकारको मात्रै कुरा गर्छौँ र कर्तव्य के हो, जिम्मेवारी के हो त्यो पुरा गर्दैनौँ। र कतिपय योजनाहरू जस्तो निर्माण गर्ने सन्दर्भमा पनि पहिले पनि चाहिँ छलफलका विषयहरू हामीले उठाइरहेका छौँ र अब क्रमशः त्यसलाई उठाउँदै लान्छौँ। त्यो के हो भने कार्यक्रमले चाहिँ आवश्यकतामा आधारित कार्यक्रम गर्नुपर्छ। आज मन पऱ्यो, फलानालाई यो गर्न मन लाग्यो, त्यही गर्ने भनेर गरियो भने त्यो सफल पनि हुँदैन र त्यसले त्यो उद्देश्य चाहिँ मिट पनि गर्दैन। आवश्यकतामा आधारित योजनाहरू छनौट गर्ने र त्यो योजना चाहिँ बजेटमा आधारित हुनुपर्छ भन्ने कुरा हो। त्यसो गरेर मात्रै हाम्रो चाहिँ न्यूनतम पूर्वाधार अरू विकाससँग सम्बन्धित कामहरू सम्पन्न गर्न सक्छ। नत्र त्यो ढुङ्गो उही टुङ्गो हुन्छ। कहिलेसम्म चाहिँ यस्तै गतिविधि गरेर यस्तै स्थितिबाट चाहिँ बसिरहने? अब देश बनाउने, देश सुधार्ने बेला भएन? यसरी नसोच्ने र काहीँ न काहीँ देश बिगार्ने योगदान गर्नेहरूलाई हामीले पनिसमेन्ट गर्ने बेला भएन र? देश बिगार्ने पक्षहरूको पहिचान गरेर ती देश बिगार्नेहरूलाई काहीँ न काहीँ हामीले सजाय गर्ने बेला भएन?
सधैँभरि मनसुन सधैँभरि चाहिँ के अरे आफन्तहरूलाई मात्रै पालन पोषण गरेर देश बन्छ? तपाईँ अब सार्वजनिक बस यातायातहरू चढेर हिँड्नुहोस् त, त्यहाँ कति मान्छेहरूको आक्रोश व्यक्त हुन्छ। कुनै चिया पसलमा गएर कुराकानी सुरु गर्नुहोस् त, त्यहाँ कति चाहिँ राजनीतिक नेतृत्व खास गरी चाहिँ यो देश नबनेकोमा चिन्ता व्यक्त हुन्छ। सुनिसक्नु सकिँदैन। एउटा अझ तपाईँ नेता हौँ, म चाहिँ एउटा समाजको अगुवा हौँ भनेर भन्नुहोस् न, आफ्नो परिचय दिनुहोस्, तपाईँमाथि गाली यति धेरै बर्सिन्छ। त्यो परिस्थिति कसरी निर्माण भयो? त्यो यत्रो धेरै निराशा कसरी छायो? त्यो निराशालाई आशामा बदल्न के सकिँदैन र? सकिन्छ, अफकोर्स सकिन्छ, तर जनताले पनि त्यो निराशालाई आशामा बदल्न आशावादी नेतृत्वलाई चयन गर्न जरुरी छ। मोमो छाने जस्तो, त्यही चाउमिन खाए जस्तो मात्रै गर्ने हो भन्ने त फेरि पनि त उयो हुन्छ। त्यस कारण अलिकति फरक ढङ्गले सोच्नु जरुरी छ, अलिकति फरक नेतृत्व विकास गर्न जरुरी छ। अनि मात्रै अलि वैचारिक, अलि सैद्धान्तिक, अलि शैक्षिक क्षमता चेतना स्तर माथिल्लो तहमा पुगेको नेतृत्व विकसित भयो भने मात्रै केही न केही देश बनाउने योगदान गर्न सकिन्छ। नत्र परिस्थिति उही बिग्रेर देश बिगार्न काहीँ न काहीँ तपाईँ हाम्रो पनि योगदान। त्यस कारण केही न केही सोचौँ, अब अगाडि बढ्ने बेला भयो भन्ने कुरा राख्दै यहाँहरूबाट यहाँहरू माझबाट बिदा हुन चाहन्छु। नमस्ते।